हेलो गाइज नमस्ते। अनि आज पनि हामी भिडियोको लागि भनेर म चाहिँ घरबाट हिँडिसकेको छु भिडियो सुट गर्नको लागि भनेर। अनि आज चाहिँ पब्लिकमा हामीले चाहिँ गएर अनि च्यालेन्ज गर्ने र गेम खेलाउने पब्लिकमा गएर भनेर म चाहिँ घरबाट अब निस्किसकेको छु गाइज हैन। अनि फाइनली हेरौँ आजको भिडियो कस्तो हुन्छ र मेरो सुटिङ भिडियो चाहिँ मेरो च्यानलमा आउने गरेको छ, सबिन सुनार भन्ने युट्युब च्यानलमा आउने गरेको छ गाइज। अनि हेर्नु होला। अब म चाहिँ जाँदैछु, म रेडी भएर जाँदैछु गाइज है। साह्रै गर्मी छ अनि घाम यस्तो लागेको छ हैन। अब हेरौँ आजको कस्तो खालको भिडियो बन्छ। म चाहिँ छाता ओढेर यस्तो चर्को घाममा पनि भिडियोको लागि भनेर हिँड्दैछु गाइज। यस्तो गर्मीमा अनि हाम्रो भैया आउँदै रहेछ। म चाहिँ अब यहाँ आइसक्रिम खानेछु, चिसो खाने हो, यहाँ गर्मी छ। यस्तो गर्मीमा आएर शीतलमा बसेर अब म चाहिँ यहाँ केटाहरू बाटोमा जाँदैछु घरबाट हैन। अनि यहाँ बाटोमा आइसक्रिम भए भेट्यो। अनि त्यसपछि मैले चाहिँ अब आइसक्रिम खाने कुरा छ र। अनि के छ पार्टनर, व्यापार कस्तो छ? ठिक छ व्यापार राम्रै छ। राम्रै छ, गर्मी छ तर राम्रो छ। बस्दा बस्दा व्यापार गरिरहेछ। ल शीतलमा बस्दा बस्दा ल ठिक छ। सो म चाहिँ अब कुल्फी खानेछु गाइज। ल कुल्फी खानुस्, कतिवटा खाने? एउटा खाने त हो नि, कति एउटा मात्र? ल एउटै खानु। आइसक्रिम खाँदा आइसक्रिम चाहिँ खाइनँ मैले, सानोवाला कुल्फी खाएँ होइन। तर घामचर्कोमा खाँदा चाहिँ मजा आउँदो रहेछ क्या। फाइनली म अनि केटाहरू बाटोमा पुगिसकेँ। केटाहरू भन्दा एउटा हाम्रो क्यामेराम्यान घर। अनि पुरै यो लट्ठा चाहिँ यसरी बसिरहेको रहेछ होइन। अहिलेसम्म रेडी पनि भएको छैन, पुरा यस्तो लहन डेब्रे छ हेर, अहिलेसम्म तयारी भएको छैन। अनि कसरी टाइम गइसक्यो होइन, चर्घाममा उहाँबाट यत्रो लङ बाटो आएको देख्नुभयो तपाईँहरूले होइन ब्लगमा, कस्तो चर्घाम थियो, पसिनै पसिना। अनि यहाँ चाहिँ तयारी भएको छैन। अब यसरी कट्टु लगाएर पुरा सुतेर बिन्दास फ्यान चलाएर बसेको छ। अनि हामीले भिडियो चाहिँ हाम्रो चाहिँ यहाँ सबै सामान सेटअप गरिसकेको छ होइन। 1 लाखको हो यो, हामी सबैजना भएर किनेको मिलेर 3जना भएर। अनि सो गाइस अब हामी यहाँबाट निस्किन्छौँ। अनि अर्को हाम्रो साथी चाहिँ उता त्यहाँ आउँदैछ, त्यहाँ स्कुलमा भेट्ने भनेर हामीले प्लानिङ गरिसकेका छौँ होइन। आज चाहिँ हामी 3जना मात्रै जाने हो यहाँबाट। अनि पब्लिकमा हामी चाहिँ एउटा गेम खेलाउने हो भन्ने कुरा हामीले गरेका छौँ। सो गाइस यस3 अफिसियलमा आउँछ है त्यो भिडियो चाहिँ। फाइनली हामी निस्किसकेका छौँ। अनि अब हामी अर्को साथी बाटोमा जानेछौँ। अनि हाम्रो क्यामेराम्यान देख्नु भइहाल्यो होइन। अनि अब चाहिँ हामी त्यो भिडियोमा क्यामेरा बिगारेर खिचेको थियो, मैले खिचाउनु है, उसले खिचाउँछ होइन। त्यो चाहिँ होइन, त्यो त अब तपाईँहरूलाई थाहा छ होइन। भिडियोमा को देखिन्छ को देखिँदैन धेरै जस्तो भन्ने कुरा त तपाईँहरूलाई थाहा छ नि गाइस होइन। यस्तो चर्को छ अनि घाम चाहिँ यस्तो घाम चर्को छ अरे। र पनि हामी चाहिँ भिडियोको लागि भनेर केही हुन्छ कि भनेर हामी यसो हिँडेको यार। खास सपोर्टै छैन तपाईँहरूको यार, के गर्ने। क्यामेराम्यान यस्तो भएर त होइन नि पक्कै। क्यामेराम्यान चाहिँ अब यही हो, क्यामेराम्यान खोइ त भनेर सोध्नुहुन्छ तपाईँले भिडियो कमेन्टमा। क्यामेराम्यान चाहिँ उयो हो फेरि, क्यामेराम्यान भन्दा नि यो भिडियो होस्ट गर्नेहरू चाहिँ जति लगाएर त्यस्तो होइन, त्यस्तो हुँदैन, त्यो त हुनै सक्दैन नि होइन। यस्तो ह्यान्डसम छु म अनि यस्तो ह्यान्डसम छु म अनि होइन। दुईजनामा को चाहिँ ह्यान्डसम छ भनिदिनु त ल। को ह्यान्डसम छ ल कमेन्ट गरौँ त, ल कमेन्ट गरौँ त ल। हामी चाहिँ यहाँ अनि कुरेर बसिरहेछौँ। ऊ चाहिँ आउने यताबाट हो खासमा, उयो रोडबाट आउँछ होइन। हामी यो स्कुल हो, यो दिव्यज्योति स्कुल हो, यहाँ हाम्रो बाबु नानीहरू पढ्छ, यहीँ बसिरहेछौँ अहिले चाहिँ हामी वेस्ट गरेर उसलाई होइन। यो चाहिँ हाम्रो स्कुल हो, दिव्यज्योति स्कुल, हाम्रो बाबु नानीहरूको। गाइस हामी उनीहरूलाई पर्खेर बसेको थियो, उनीहरू चाहिँ बाइकमा जाने कुरो भएछ। अनि हामी चाहिँ हिँड्दैछौँ। अनि हामी चाहिँ हाम्रो चाहिँ बाइक छैन होइन, उसको नि बाइक बुवाले लिएर गइदिएछ। मेरो त मैले बेचिदिइहालेँ, अस्ति भर्खरै बेचिदिएँ मैले मेरो बाइक चाहिँ 50,000 फाइदा गरेर। सो केही छैन गाइस, अब हामी हिँड्दैछौँ। अनि त्यहाँबाट अब भण्डारा पुगेपछि हामी गाडीमा चढ्ने हो गाइस है। यस्तो चर्को घाममा पुरा रोडमा हामी हिँड्दैछौँ। अहिले कति बज्यो? अहिले ठ्याक्कै 2:30 हुन लाग्यो। अब हामी चाहिँ एकैचोटि बजार सिटीको मात्र भिडियो देखाउँछौँ है।
फाइनली गाइज हाम्रो डिरेक्टर साहबले चाहिँ अनि 2टा बाइकको व्यवस्था गर्यो अरे होइन, फोन गरेर बोलायो। हामी चाहिँ यतापट्टि जाँदै थियौँ, अब हामी उसको घरमा जाँदैछौँ। 2टा बाइक मिलाएर गाइज होइन। सो अनि यस्तो चर्को घाममा चाहिँ जे होस् खुसी लाग्यो है। त्यो अल्टोभन्दा अलिकति माथिको घर हो उसको चाहिँ। 2टा बाइक मिलाइसक्यो गाइज, हामी फर्किसक्यौँ होइन। जे होस् खुसी लाग्यो। अब बाइकमा हिँडेको नि हामी भिडियो बनाउँछौँ अहिले एकछिन है। गाइज हामी उसको घर पुगिसकेको छु, घर यही हो। अब हामी ऊ बाटोमा जाँदैछौँ होइन। ऊ कता बसिरहेको थाहा छैन खै, ऊ टोयलेटमा छ जस्तो लाग्यो पक्का। उसको घर चाहिँ यो बगैँचा छ, यहाँ बस्ने ठाउँहरू एकदम बवाल होइन। फाइनली यहाँ भेट भइसक्यो होइन। अब हामी यहाँबाट अब सबैजना भेला भएर अब हामी लाग्नेछौँ गाइस। अनि हामी भेला भइसक्यो। आज चाहिँ हामी 3जना मात्र हो, 4जना छ गाइस, आज 4जना रहेछ होइन। अनि बाइक पनि मिलाइसक्यो गाइस होइन। सो अब आज रमाइलो हुनेवाला छ भिडियो चाहिँ। भिडियो चाहिँ बवाल हुनेवाला छ होइन केटा हो। यस बोस। हाम्रो प्रोड्युसर एडिटर यहाँ डाइरेक्टर है। प्रोड्युसर चाहिँ हामी सबैजना पर्छ होला। प्रोड्युसर चाहिँ हामी सबैजना पर्छ। हामी कसैको एकाअर्का खर्च मात्र हामी हिँडेको छैनौँ, हामी सबैजना मिलेर हामीले गर्दैछौँ गाइज। हामी सबैले सपोर्ट गर्नु होला। र हाम्रो जुन मेन भिडियो चाहिँ हाम्रो यस3 अफिसियलमा आउँछ भने सुटिङको भिडियोहरू चाहिँ मेरो सबिन सुनार युट्युब च्यानलमा आउने गरेको छ। माया गरिदिनु होला दुइटैलाई च्यानललाई। भिडियो हो नि, भ्लग हो यो चाहिँ, हाम्रो चाहिँ भ्लग हो है, भ्लग हो मेरो चाहिँ। मुखमा चाहिँ अस्ति आउँदा आँप थियो होइन, हामीले आएर खान्छ भन्ने होला, सब भ्याइसकेको रहेछ होइन। टोक्ने सबै भ्याइसकेको छ, सब उसको चाहिँ यो घर हो। तर सब कुरो छ के, परेवादेखि लिएर होइन सबै छ गाइस। सबै भ्लग यार कतिले हेर्छ यार, नहाल्दै यो यार, यो क्लिप चाहिँ कट गर्नु। यो घर मैले भनिहालेँ, यो घर उसको हो होइन। अनि उप छ, उसको नाम पनि सबिन हो, अनि मेरो नाम पनि सबिन हो। अनि यो चाहिँ उसको घर हो, बगैँचाहरू छ यहाँ चाहिँ, दामी बस्ने ठाउँ पनि शीतल। अनि आरु भन्छ यसलाई होइन, यो आरु पनि फलिरहेको रहेछ। अनि त्यसपछि यो आँप भइहाल्यो, अघि मैले देखाइहालेँ, उसले खाएर भइसकेको छ आँप चाहिँ। यो निबुवा भन्छ यसलाई, निबुवा पनि फलिरहेको छ, तर दाना देखाएको छ कि छैन होइन। जस्ट भयो गाइस, अब हामी यहाँबाट हिँड्दैछौँ। जेउस थाहा छैन अब कस्तो खाले भिडियो बन्छ आज। फुलहरू भइहाल्यो, यो मेन रोड, अब मेन रोड त होइन, भित्री रोड हो। सो गाइस आजको मेरो भ्लग चाहिँ बवालै हुनेवाला छ होइन। अब यही हो। सो अहिले चाहिँ हामी यहाँ एउटा दाइको घरमा आएको, अनि यो दाइ पनि जाने रे। हामी यो 2टा बाइकमा जाने हो हामी। दामी फुलहरू रहेछ, अब फुलहरू रहेछ। ऊ चाहिँ होइन चस्मा हेर्न गइरहेको कि पुरा चस्मै नदेखा जस्तो कि ऊ चाहिँ फेरि होइन। सो गाइस अनि खासै भने जस्तो भिडियोहरू चाहिँ सुट गर्न पाइरहेको छैन है। यो पार्कतिर सँगसँगै चाहिँ तर मान्छे छैन कि, यो यत्रो पार्क छ होइन, तर मान्छे छैन गाइस है, के गर्ने हो। हामी यसरी 4जना हामी यसरी बसिरहेछौँ होइन अहिले ठ्याक्कै। मान्छेहरू भेटेन होइन गाइस। अब मेरो भ्लग चाहिँ तपाईँहरूले पुरै हेर्नुपर्ने हुन्छ है, तर गर्न चाहिँ हामीले प्रयास चाहिँ गर्दैछौँ। 3-4वटा भिडियो चाहिँ सुट गऱ्यौँ 3-4जनासँग चाहिँ, तर हामीले खोजेको जति मान्छे अलिक भेटेको छैन क्या। यो पार्कमा छौँ अहिले। अब चाहिँ हामी बजारमा जानेछ, अब हामी धेरै ल्याङ अब 100 ठाउँमा 500 रुपियाँ चेन्ज गरेपछि कसो न। आजको गेम नै त्यो 500को नम्बर, जसले त्यहाँ 500मा 6वटा नम्बरमा 3टा मिलाउन सक्यो भने उसले पैसा पाउँछ भन्ने गेम थियो। तपाईँ खल्तिर परेछ र त्यो थेट मलाई त्यो थाहा छैन। अहिले चाहिँ हामी अब भिडियो बनाउन आएको होइन, सबजना दाँत माझिरहेछौँ होइन। तर केले थाहा छ, निमले के सबैजना के यहाँ सबजना दाँत माझिरहेछौँ होइन। ओरिजिनल ब्रस गाइस, ओरिजिनल ब्रस भाइले चाहिँ यो नम्बर यहाँ चाहिँ 6वटा तिमी कहाँ नजिक गएन नि। 6वटा नम्बरमा चाहिँ भिडियो हाम्रो केटाहरू चाहिँ त्यहाँनिर पुरा भिडियो सुट हान्दैछ, त्यहाँ पपुलरलाई सोध्दैछ होइन पुरा गाइस। अहिले हामी यो बजारमा छौँ, चितवनको पर्सा भन्ने यो सिटीमा छौँ अहिले चाहिँ हामी। केटाहरू पुरा
पुरा बनाउँदैछ है भिडियो। फाइनली गाइज अनि 7 बजिसक्यो, हामी भिडियो सुट गरेर अब यहाँबाट घर जान लागेको होइन। अब आजको पङ्खा पनि किन्यो गाइज हामीले होइन। अनि आजको भिडियो चाहिँ सकिएको छ गाइज, आजको भ्लग चाहिँ। अनि हाम्रो केटाहरू यहाँ पुरा निकाल न के भोक भोकै पुरा खटेर होइन। अनि चस्मा सो गाइज बाई बाई, मेरो भ्लग अघि सुन्न नि दिएन, अहिले चाहिँ लगाउनु है।